नमस्ते। मार्केटको एनालाइसिससँगै आज हामी एनजिपिएल को टेक्निकल एनालाइसिस गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। सबैभन्दा पहिला हामी आजको मार्केट हेर्नुहुन्छ भने 24.45 अङ्कले घट्दै गर्दा 46वटा कम्पनी बढेका छन्, 213वटा कम्पनी घटेका छन् भने 7वटा कम्पनी हामी जस्ताको तस्तै देख्न सकिन्छ। आजको दिनमा कारोबार रकम हेर्नुहुन्छ भने 15 अरबको आसपासमा आएको देख्न सकिन्छ भने सबैभन्दा बढी कमाउनेमा आजको दिनमा हेर्नुहुन्छ भने हाम्रो चाहिँ रिलायन्स स्पिनिङ मिल्स छ होइन। त्यसपछि अर्को चाहिँ हाम्रो यो सुपर खुदी हाइड्रो पावर लिमिटेड छ अनि हाम्रो यो सोलो हाइड्रो पावर लिमिटेड छ। अर्को चाहिँ तपाईँको चाहिँ भुजुङ हाइड्रो पावर लिमिटेड छ अनि त्यसपछि अर्को चाहिँ होटेल फोरेस्ट भन्ने छ भनेपछि लगभग भर्खर आइपिओ लिस्टेड भएर चाहिँ कारोबारमा आएका कम्पनीहरूले चाहिँ अलिकति आज बढेको देख्न सकिन्छ र साल्पा विकास ब्याङ्क आज घट्नेमा छ। मैले यसको भिडियो केही दिन अगाडि बनाएको थिएँ। सायद यसमा चाहिँ भोल्युम बढिरहेको छ, अब चाहिँ अलिकति अलर्ट हुनु चाहिँ पर्छ है भनेर चाहिँ मैले भिडियो बनाएको थिएँ। सायद त्यो भिडियो हेर्नुभएको थियो भने आज तपाईँले पहिलो आवरमै सेल गर्न सक्नुहुन्थ्यो है त। यो त भयो मार्केटको सामान्य जानकारी। आजको दिनमा यसरी नेप्से घट्दै गर्दा तपाईँको फ्लोर सिट एनालाइसिसबाट हेर्ने हो भने ब्रोकरबाट चाहिँ लगानीकर्ताहरूले खरिद गरेका छन् अथवा चाहिँ सेल गरेका छन् भनेर हेर्नुहुन्छ भने 58को सेल छ, 42को 22 छ, 49को सेल छ, 34को सेल छ, 45को 22 छ, 44को 22 छ, 48को सेल छ, 57को सेल छ, सरी 22 छ, 38को 22 छ, 33को 22 छ। यसरी 22 सेल रेसियो हेर्नुहुन्छ भने 10 टप 10 बाट हेर्दाखेरि तपाईँको 6वटाबाट बाइङ प्रेसर रहँदै गर्दा 6वटाबाट चाहिँ खरिद चाप छ र तपाईँको चाहिँ सेलिङ गरिरहेका छन् 4वटा ब्रोकरबाट। यसले गर्दा चाहिँ लगानीकर्ताहरू अझै पनि खरिद गर्न चाहिरहेका छन् भनेर चाहिँ हामी चाहिँ बुझ्नुपर्छ है त। यो त भयो मार्केटको सामान्य जानकारी। अब ल हामी नेक्स्टको टेक्निकल एनालाइसिस चार्टतिर। त्योभन्दा पहिला म तपाईँलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँले भिडियो यहाँसम्म हेर्दै हुनुहुन्छ भने कृपया लाइक गर्नुहोला। तपाईँको मनमा लागेको कुराहरू चाहिँ कमेन्ट गरी यो भिडियो हेरिसकेपछि कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ है त। हिजोको दिनमा मैले के भनेको थिएँ भने अस्तिको दिनमा बनाएको थिएँ, हिजो भिडियो बनाउनु भएन। जुन चाहिँ हाम्रो यो ह्याङम्यान क्यान्डल बनेको थियो यसले चाहिँ अलिकति अलर्ट चाहिँ देखाएको छ, तर तपाईँको यो क्यान्डल इन्भ्यालिड हुनको लागि यसको लोभभन्दा तलतिर कुलो दिन्छ भनेदेखि यो क्यान्डल भ्यालिड हुन्छ। त्यसपछि चाहिँ हाम्रो वान क्यान्डल सेल आउँछ, त्यसपछि हामी त्यहाँ सेलको लागि हेर्न सकिन्छ भने जति बेलासम्म तपाईँको वान क्यान्डल सेल आउँदैन त्यति बेलासम्म हामी चाहिँ वेट गर्न सकिन्छ, किनकि यो भनेको चाहिँ एउटा सप्लाई एरिया हो। यहाँ पुगिसकेपछि केही रेड क्यान्डलहरू बन्नु स्वाभाविक हो। जति बेलासम्म हामीलाई चाहिँ स्ट्रङली सेल आउँदैन त्यति बेलासम्म हामी चाहिँ वेट गर्न सकिन्छ। यदि होइन तपाईँ चाहिँ अब यतातिर किन्नुभएको छ अथवा तलतिर किन्नुभएको छ भनेदेखि प्रफिट बुक गर्न सोच्नुहुन्छ भने यतातिर चाहिँ पार्सियल रूपमा चाहिँ सेल गर्न सकिन्छ, तर चाहिँ पुरै पोर्टफोलियो चाहिँ बेचेर निस्कने बेला चाहिँ होइन भने चाहिँ भन्ने कुरा भएको थियो त। र आजको दिनमा हेर्दै गर्नुहुन्छ भने पनि तपाईँको हामीलाई डेली चार्टमा अझै पनि सेल सिग्नल आइसकेको छैन। हामीलाई वान क्यान्डल पनि सेल सिग्नल नआइसकेको अवस्थामा हामी यतातिर चाहिँ अझै पनि आत्तिनु पर्दैन, किनकि यो चाहिँ हाम्रो चाहिँ पहिला कुरोको लागि स्ट्रङ अवरोध क्षेत्र थियो होइन, जुन चाहिँ हाम्रो चाहिँ सप्लाई आउने क्षेत्र। यसमा आइसकेपछि सप्लाई आउनु स्वाभाविक हो र जति बेलासम्म तपाईँको चाहिँ 2890 भन्दा माथि बजार बस्छ हामी यो एरियातिर चाहिँ घटेको बेलामा पनि पार्सियल रूपमा चाहिँ बाई गर्नको लागि हेर्न सकिन्छ, किनकि नेप्से घट्ने नै हो भने पनि तपाईँको चाहिँ फेरि बााउन्स ब्याक हुन्छ। बााउन्स ब्याक हुँदै गर्दा तपाईँको चाहिँ योभन्दा हाईभन्दा माथि जान सकेन, कुनै चाहिँ अर्को चाहिँ हायर लो बनाएर चाहिँ खस्छ भने मात्र हामी चाहिँ त्यति बेला चाहिँ एक्जिटको लागि हेर्न सकिन्छ। अब चाहिँ घटेको बेलामा पनि हर्का किन्न सकिन्छ, तर अब हाम्रो चाहिँ स्ट्रङ योभन्दा पनि अझ चाहिँ हाम्रो सप्लाई जोनको आसपास भनेको चाहिँ 3048देखि 3027 को एरिया हो। यहाँ पुगिसकेपछि मात्र केही सोच्न सकिन्छ होइन। अहिलेको लागि चाहिँ तपाईँ त्यस्तो आत्तिहाल्नु पर्ने चाहिँ छैन है त। त्यसपछि यसलाई अझ हामी आवली चार्टमा आएर हेर्नुहुन्छ भने आवली चार्टमा पनि के देख्न सकिन्छ भने चाहिँ हाम्रो चाहिँ पहिलाको रेसिस्टेन्ट थियो, यसलाई चाहिँ ब्रेकआउट गर्यो र यसको माथि निस्किएपछि यसलाई चाहिँ रिटेस्ट गर्न आएको कि भनेर चाहिँ हामी बुझ्न सकिन्छ। तर तपाईँ अर्ले सिग्नल चाहनु थियो भने तपाईँले बेच्ने कहाँ हो भन्दा चाहिँ यो एरियामा लगभग तपाईँ 2947 भन्दा बिलो लाग्थ्यो नेप्से भने तपाईँले चाहिँ लागेको बेलामा चाहिँ यो बेलामा चाहिँ हामी चाहिँ बेच्नको लागि हेर्न सकिन्छ। तपाईँ चाहिँ अर्ले सिग्नल चाहनुहुन्थ्यो भनेदेखि अझै पनि त्यसपछि तपाईँ आवली क्यान्डल हेरेर चाहिँ हामीलाई बाई सिग्नल आइसकेको छैन। यदि जसले यो क्यान्डलमा बेच्नु भएको थियो उहाँहरूको लागि चाहिँ बाई सिग्नल आएको छैन, तर डेली चार्टमा हेरेर तपाईँले बाई सेल गर्दै हुनुहुन्छ भने हामीलाई अझै पनि क्यान्डलस्टिक प्याटर्नबाट पनि हाम्रो चाहिँ बाई सिग्नल आइसकेपछि
इन्डिकेटरबाट त आउने कुरा भएन है त। तपाईँ यहाँनिर हेर्नुहुन्छ भने जुन आरएसआई छ होइन, आरएसआईमा चाहिँ हामीले डाइभर्जन देख्न सकिन्छ, जुन चाहिँ बेरिस डाइभर्जन, यसले चाहिँ केही करेक्सन आउन सक्छ भनेर चाहिँ भन्नुपर्छ, किनकि प्राइसले हायर हाई बनाउँदै गर्दा आरएसआईले चाहिँ तपाईँको चाहिँ अर्को हायर हाई बनाउन सकेको छैन, यसले चाहिँ मूल्यमा चाहिँ केही गिरावट आउन सक्छ, केही करेक्सन चाहिँ देखाएको छ है त। एडीमा हेर्नुहुन्छ भने हल्का चाहिँ लगातार चाहिँ बाहिरको देखाएको छ भनेदेखि म्याग्दी इन्डिकेटर चाहिँ हिस्टोग्राम चाहिँ अलिकति पातलिएको छ भनेपछि करेक्सन चाहिँ एउटा स्वाभाविक पनि हो होइन, त्यति ठुलो करेक्सन आउँछ जस्तो चाहिँ मलाई लाग्दैन। यदि तपाईँ लङ टर्मको लागि सोच्दै हुनुहुन्छ भनेदेखि त्यस्तो आत्तिनु परेन, होइन म चाहिँ सर्ट टर्मको लागि हो भन्नुहुन्छ भने सर्ट टर्ममा एगेन्स्ट गर्छ, यतातिर चाहिँ प्रोफिट गर्दा पनि त्यस्तो चाहिँ नराम्रो चाहिँ हुँदैन है त। नेप्सेमा चाहिँ म यति मात्र भन्न चाहेँ। तपाईँलाई के लाग्छ? तपाईँको मनमा लागेको कुराहरू चाहिँ कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। त्यसपछि लागौँ हामी एनजिपिएलतिर। एनजिपिएलमा लाग्नुभन्दा पहिला म तपाईँलाई फेरि के भन्छु भने यो भिडियोलाई एउटा रिफ्रेसको रूपमा मात्र लिनु होला। तपाईँले यसै भिडियोलाई आधार बनाएर चाहिँ कम्पनी बाइ सेलको निर्णय चाहिँ नलिनु होला है त। एनजिपिएलमा हेर्नुहुन्छ भने यसमा चाहिँ के देख्न सकिन्छ भने यो चाहिँ प्राइस चाहिँ के छ भन्दा हायर हाई हायर लो बनाउँदै चाहिँ अप ट्रेन्डमा लागेको कम्पनी हो। आजको दिनमा हेर्दै गर्नुहुन्छ भने यसमा पनि हामीलाई वान क्यान्डल सेल आइसकेको अवस्था चाहिँ छैन। भोलिको दिन तपाईँको चाहिँ 484 तपाईँले लाग्छ भनेदेखि वान क्यान्डल सेल आउँछ, हामी चाहिँ सेल गर्न सकिन्छ होइन। सेल गरिसकेपछि जति बेलासम्म हामीलाई चाहिँ वान क्यान्डलले बाई दिँदैन त्यति बेलासम्मको लागि होल्ड गर्न सक्यो। अहिलेको लागि हामीलाई चाहिँ सेल सिग्नल आइसकेको अवस्थामा चाहिँ हामी चाहिँ होल्डमै बस्न सकिन्छ। र यसमा पनि के देखेको छ भने आरएसआईमा चाहिँ बेरिस डाइभर्जन देखेको छ, यसले चाहिँ केही करेक्सनको सम्भावना चाहिँ देखाएको छ। किनकि भन्दा प्राइसले चाहिँ यो हाईभन्दा अर्को हाई बनाउँदै गर्दा आरएसआईमा चाहिँ तपाईँ हेर्नुहुन्छ भने यो हाईभन्दा अर्को चाहिँ हायर लो बनाएको छ भनेपछि यसले चाहिँ बढाइमा चाहिँ त्यस्तो चाहिँ बल चाहिँ छैन, केही करेक्सन देखाएको छ भनेर भन्छ। भनेपछि यतातिर प्रोफिट गरेर चाहिँ फेरि हाम्रो चाहिँ के हुन्छ भने जति बेलासम्म हामीले चाहिँ बाइसिङ आउँदैन वेट गरेँ, बाइसिग्नल आयो भनेदेखि के गर्न सकिन्छ भने हामी चाहिँ इन्ट्री गर्न सक्यो होइन। भइहाल्छ चाहिँ यसमा चाहिँ तपाईँ चाहिँ आवरली चार्टबाट हेर्दै गर्नुहुन्थ्यो भने तपाईँले चाहिँ बेच्ने एरिया भनेको कहाँनिर हुन्थ्यो भने आवरली चार्टबाट हेर्दै गर्दा तपाईँको चाहिँ सेल गर्ने एरिया भनेको लगभग यसले चाहिँ तपाईँलाई चाहिँ नेक्स्टमा भयो चाहिँ एनपिएल एकैछिन है त। यसले तपाईँलाई कहाँनिर बेच भनेको छ भने 495 भन्दा मुनि लाग्छ भनेदेखि बेच भनेको चाहिँ सायद यो एरिया चाहिँ हाम्रो चाहिँ सेलको एरिया थियो। तपाईँ चाहिँ आवरली चार्टमा हेर्नुहुन्थ्यो भने है त। तर डेली चार्टमा हामीलाई चाहिँ के भएको छ भन्दा चाहिँ अझै पनि हामीलाई सेल सिग्नल आएको छैन। भोलिको दिन आज बनेको क्यान्डलभन्दा तलतिर आएर चाहिँ अर्को क्यान्डल बन्छ भनेदेखि हामी चाहिँ बेचेर निस्कन सक्यो होइन। आजको लागि चाहिँ जसले प्रोफिट गर्नु भएको छ उहाँलाई चाहिँ ठिकै छ। र बेचेन छुटेकाले चाहिँ जसले चाहिँ वान क्यान्डल सेल आउँछ भनेदेखि कति चाहिँ सेल गरेर फेरि तपाईँको चाहिँ वान क्यान्डल बाई आउँदासम्म चाहिँ हामी चाहिँ वेट गर्न सक्यो। यदि होइन भनेदेखि तपाईँको चाहिँ यसलाई चाहिँ के गर्न सकिन्छ भने तपाईँको चाहिँ क्यान्डल हेर्न आउँदैन भने पनि जस्तो कि यसलाई चाहिँ हामी चाहिँ आवरली चार्टमा लगिसकेपछि एउटा पाराबोलिक सार भन्ने छ। पाराबोलिक सारमा के हुन्छ भने जुन दिन यो डट क्यान्डलहरू चाहिँ यो चाहिँ तपाईँ हेर्नुहुन्छ भने यहाँनिर यस्तो तारा तारा देखिएको छ नि, यसको चाहिँ भन्दा मुनि क्यान्डल बन्छ भनेदेखि लगभग यसले हामीलाई कति अब यसले चाहिँ हामीलाई चाहिँ 500 को आसपासमा चाहिँ बेच भनेको रहेछ होइन। यसले चाहिँ हामीलाई चाहिँ यहाँनिर चाहिँ बेच भनेको छ भनेपछि यसले चाहिँ तपाईँको चाहिँ साइड मार्केटमा चाहिँ काम गर्दैन, यसले चाहिँ अप्ट्रेनमा लागेको स्टकमा चाहिँ मजासँग काम गर्छ। यसरी चाहिँ हामी चाहिँ बाइ सेल गर्न सकिन्छ है त। फेरि पनि भन्न चाहेँ नेप्से यति बेला हेर्नुहुन्छ भने करेक्सन आउने स्वाभाविक जोन नै हो होइन, यसमा चाहिँ त्यस्तो आत्तिहाल्नु पर्दैन हामी। र लङ टर्मको लागि सोध्दै हुनुहुन्छ भनेदेखि नेप्से बढ्न सक्ने आधारहरू थुप्रै छन्। त्यो कारणले गर्दा तपाईँ चाहिँ यति बेला बेचेर निस्कने बेला भन्दा पनि अलिअलि भएको चाहिँ होल्ड गर्ने बेला हो होइन। अब सर्ट टर्मको लागि हो भनेदेखि भोलिको दिन आजको क्यान्डलभन्दा पनि तलतिर अर्को क्यान्डल बन्छ भनेदेखि केही प्रोफिट पनि हेर्न सक्यो होइन। जसले सपोर्ट र तपाईँको चाहिँ रेसिस्टेन्समा चाहिँ गर्नु भएको थियो भनेदेखि उहाँहरूको लागि चाहिँ हिजोको अथवा आज पनि बेच्नुभयो उहाँहरूलाई चाहिँ ठिकै छ। होइन म चाहिँ अब क्यान्डल हेर्छु जति बेलासम्म चाहिँ स्ट्रङली सेल सिग्नल आउँदैन भन्ने सोचमा हुनुहुन्छ भने तपाईँले चाहिँ जति बेलासम्म योभन्दा माथि लगभग 2890 देखि 2931 को जुन एरिया छ यो भनेको चाहिँ हाम्रो चाहिँ के हो भन्दा चाहिँ बाई गर्ने एरिया नै हो, अलिकति रिस्क लिने बेला नै हो। किनकि तपाईँको चाहिँ मार्केट घट्ने नै हो भने पनि तपाईँको के हुन्छ भन्दाखेरि फेरि चाहिँ बढ्दै जान्छ, बढ्दै योभन्दा हाईभन्दा माथि जान सकेन र फेरि अर्को चाहिँ हायर लो बनाउँदै तलतिर खस्छ भनेदेखि हाम्रो चाहिँ बेस्ट एक्जिट पोइन्ट चाहिँ यो यहाँनिर हुन्छ है त। हवस् त आजको लागि यति नै। तपाईँको पल्लो शुभ रहोस्। नमस्कार।